तपाईले आइपिओ त एप्लाई गर्नुभयो, आइपिओ पनि पर्यो। अब आइपिओ बेच्ने सोच्दै हुनुहुन्छ? तर एकछिन रोक्नुहोस्। के तपाईँको ब्रोकर अकाउन्ट छ? यदि छैन भने तपाईँ आइपिओ वा सेयर बेच्न नै सक्नुहुन्न। नेपालमा धेरै ब्रोकर रहेका छन्। तर प्रश्न के हो भने हाम्रो लागि सबैभन्दा राम्रो, भरपर्दो र विश्वासिलो ब्रोकर कुन हो जसले समयमै पेमेन्ट गर्छ? अझ ध्यान दिनुपर्ने कुरा त के रहेको छ भने नेपालमा हामीले दुईवटा मात्र ब्रोकर अकाउन्ट खोल्न पाउँछौँ। गलत ब्रोकर रोज्नुभयो भने पछि चेन्ज गर्न सजिलो पनि हुँदैन। त्यसैले आजको यो भिडियोमा म तपाईँलाई ब्रोकर अकाउन्ट के हो, यो किन चाहिन्छ र तपाईँको लागि बेस्ट ब्रोकर कसरी छान्ने त्यो सरल भाषामा बताउनेछु। डिस्क्लेमर, यो भिडियो कुनै ब्रोकरको प्रमोसन होइन, यो प्योरली इन्फर्मेसन पर्पजको लागि हो। ब्रोकर अकाउन्ट भनेको के हो? ब्रोकर अकाउन्ट भनेको सेयर किन्न र बेच्न प्रयोग हुने अकाउन्ट हो। जसरी बैंक बिना पैसा चल्दैन, त्यसरी नै ब्रोकर बिना सेयर बजारमा कारोबार सम्भव छैन। ब्रोकर अकाउन्ट किन चाहिन्छ? आइपिओ वा सेयर बेच्न, सेकेन्डरी मार्केटमा ट्रेड गर्न, सेयर किने बेचेको रेकर्ड राख्न र पैसा सेटलमेन्ट गर्नलाई हो। आइपिओ त ब्रोकर बिना पनि एप्लाई गर्न सकिन्छ, तर आइपिओ बेच्न वा मार्केटमा किनबेच गर्न ब्रोकर अकाउन्ट अनिवार्य चाहिन्छ। र फेरि सम्झनुहोस्, एक व्यक्तिले म्याक्सिमम दुईवटा मात्र ब्रोकर अकाउन्ट खोल्न पाउँछ। त्यसैले डिसिजन सोचेर लिनु धेरै नै जरुरी छ। अब ब्रोकर अकाउन्ट सबैभन्दा राम्रो कसरी छान्ने? त्यसको क्राइटेरिया के रहेका छन् त? तपाईँको लागि कुन ब्रोकर राम्रो हुन्छ भन्ने कुरा धेरै कुरामा डिपेन्ड गर्दछ। पहिलो, लोकेसन। यदि ब्रोकर तपाईँको नजिकै छ भने पेमेन्ट ढिलो हुँदा वा समस्या पर्दा अफिसमै गएर बुझ्न सक्नुहुन्छ। दोस्रो, कस्टमर सर्भिस। कल गर्दा ब्रोकरले कल उठाउँछ कि उठाउँदैन, मेसेज गर्दा रिप्लाई कति छिटो गर्छ। कस्टमर सर्भिस कमजोर भयो भने ब्रोकर चेन्ज गर्न मन लाग्छ र निकै नै झन्झटिलो हुन्छ। र तेस्रो, पेमेन्ट र सेटलमेन्ट। यो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट एस्पेक्ट हो। सेयर बेचेपछि कति दिनमा पैसा आउँछ? सेयर किन्दा कति दिनमा डिमेट अकाउन्टमा ट्रान्सफर हुन्छ? यो कुरा चाहिँ ब्रोकर अकाउन्ट सेलेक्ट गर्नुभन्दा पहिला हामीले हेर्नुपर्ने हुन्छ र यो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट एस्पेक्ट पनि हो। यहाँ तपाईँले स्क्रिनमा नेपालमा अभाइलेबल भएका सम्पूर्ण ब्रोकरहरूको लिस्ट हेर्न सक्नुहुन्छ र लेफ्टतिर आउनुभयो भने यहाँ ब्रोकर नम्बर भनेर राखिएको छ। जस्तो हामी सुन्ने गर्दछौँ, ब्रोकर नम्बर 58, ब्रोकर नम्बर 49, ब्रोकर नम्बर 36, यो चाहिँ ब्रोकर नम्बर रहेको छ भने त्यो ब्रोकरको अफिसहरू कहाँ छ त्यो तपाईँले यहाँनिर एड्रेस हेर्न सक्नुहुन्छ। साथै यहाँनिर फोन नम्बरहरू राखिएको छ र यतापट्टि वेबसाइटमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँ त्यो पर्टिकुलर ब्रोकरको सिधै वेबसाइटमा जानुहुन्छ र साथै लास्टमा टिएमएस अप्सन रहेको छ, त्यसमा क्लिक गर्नुभयो भने तपाईँ चाहिँ त्यो पर्टिकुलर ब्रोकरको टिएमएस सिस्टममा जानुहुन्छ, जहाँबाट तपाईँले यदि तपाईँसँग पहिला नै त्यसको अकाउन्ट छ भने लगइन गर्न सक्नुहुन्छ भने, यदि तपाईँ यो पर्टिकुलर ब्रोकरमा आफ्नो अकाउन्ट क्रिएट गर्न चाहनुहुन्छ भने न्यू रजिस्ट्रेसनमा क्लिक गरेर तपाईँले अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। तपाईँले यहाँनिर थुप्रै जति पनि ब्रोकरहरू अभाइलेबल रहेका छन् यहाँनिर हेर्न सक्नुहुन्छ र साथै यो साइटमा तपाईँले हेर्न सक्नुहुन्छ ब्रोकर नम्बर र एड्रेस पनि तपाईँले यो साइटमा हेर्न सक्नुहुन्छ। जस्तो यो इम्पेरियल सिक्युरिटिज ब्रोकर नम्बर 45 रहेको छ। यसको अफिस एउटा काठमाडौँमा छ, सुर्खेतमा छ र नेपालगञ्जमा पनि यसको एउटा अफिस रहेको छ। यसरी तपाईँले हेर्न सक्नुहुन्छ र यो चाहिँ तपाईँलाई ब्रोकर सेलेक्ट गर्नको लागि एकदम हेल्पफुल पनि हुन्छ। र यदि तपाईँले अहिलेसम्म ब्रोकर अकाउन्ट खोल्नुभएको छैन भने तपाईँको साथी अथवा दाजुभाइ जसले ब्रोकर अकाउन्ट खोल्नुभएको छ उहाँसँग पनि तपाईँले परामर्श लाग्न सक्नुहुन्छ कि उहाँको ब्रोकरले उहाँलाई कति दिनमा पेमेन्टहरू दिने गर्दछ र कस्टमर सर्भिस कति राम्रो छ। यी सबै क्राइटेरियामा राम्रो पर्फर्म गर्ने ब्रोकरमध्ये एक हो नासा सेक्युरिटिज ब्रोकर नम्बर 58। यसको कस्टमर सर्भिस एकदम राम्रो छ, पेमेन्ट टाइममा गर्छ, विदेशमा हुँदा पनि अकाउन्ट खोल्न सजिलो छ। तर फेरि सम्झनुहोस्, आज राम्रो भएको ब्रोकर भोलि पनि उस्तै रहन्छ भन्ने ग्यारेन्टी हुँदैन। त्यसैले
नामभन्दा पनि सर्भिस हेरेर ब्रोकर छान्नुहोस्। अब कमेन्टमा लेख्नुहोस् तपाईँ कुन ब्रोकर युज गर्दै हुनुहुन्छ र तपाईँको एक्सपिरियन्स कस्तो छ। यदि तपाईँले अझैसम्म पनि ब्रोकर अकाउन्ट खोल्नुभएको छैन भने हामी तपाईँलाई हेल्प गर्नेछौँ। तपाईँले हाम्रो फेसबुकमा हामीलाई मेसेज गर्न सक्नुहुन्छ। यस्तै प्र्याक्टिकल फाइनेन्स भिडियोजको लागि अर्थ इन्साइट्सलाई सब्सक्राइब गर्न भने नबिर्सनुहोला। हस्त नमस्ते, जय नेपाल।